नमस्ते एभ्रिवान, मेरो नाम आशिष भट्ट, इन्जिनियर, डिपार्टमेन्ट अफ वाटर रिसोर्स एन्ड इरिगेसन। लास्ट क्लासमा हामीले रिप्रेजेन्टेसन अफ स्केल पढेका थियौँ भने आज हाम्रो टपिक छ प्लान एन्ड म्याप। प्लान एन्ड म्याप बुझ्नुभन्दा अगाडि पहिला हामी लार्ज स्केल, मिडियम स्केल र स्मल स्केल भनेको के हो भनेर बुझौँ। अब लार्ज स्केल, स्मल स्केल र मिडियम स्केल कसरी छुट्याउन सकिन्छ भन्दा पहिला यिनीहरूको रिप्रेजेन्टेटिभ फ्र्याक्सन निकालौँ, आरएफ। अब यसको रिप्रेजेन्टेटिभ फ्र्याक्सन भनेको 1/10 × 100 हुन्छ। माथि पनि सेन्टिमिटरमा राख्नु पर्यो, तल पनि सेन्टिमिटरमा राख्नु पर्यो। यो गर्दा चाहिँ 1/1000 आउँछ। अब स्मल स्केलको यदि रिप्रेजेन्टेटिभ फ्र्याक्सन निकाल्ने हो भने 1/1000 × 100 हुन्छ। अब यी दुईटा रिप्रेजेन्टेटिभ फ्र्याक्सन मध्ये हाम्रो कुन छ? यो रिप्रेजेन्टेटिभ फ्र्याक्सन चाहिँ ठुलो छ र यो रिप्रेजेन्टेटिभ फ्र्याक्सन चाहिँ के छ? सानो। अब अभियसली हाम्रो के हुने भयो भन्दा लार्ज स्केल भनेको त्यस्तो स्केल जसको रिप्रेजेन्टेटिभ फ्र्याक्सन ठुलो हुन्छ, स्मल स्केल भनेको त्यस्तो स्केल जसको रिप्रेजेन्टेटिभ फ्र्याक्सन चाहिँ सानो हुन्छ। यसरी रिप्रेजेन्टेटिभ फ्र्याक्सनमा चाहिँ कुन स्केल लार्ज र कुन स्केल स्मल भनेर छुट्याउन सकिन्छ। अब हाम्रो लार्ज स्केल कुन ठाउँमा युज हुन्छ भन्दा स्मल एरिया, सानो एरिया छ अथवा सानो फिचर छ, स्मल एरिया छ र डिटेल्सहरू क्लियरली देखाउनु पर्ने छ। स्मल एरिया र डिटेल्सहरू क्लियरली देखाउनु पर्ने छ भने हामी लार्ज स्केल युज गर्छौँ। र लार्ज एरिया छ, डिटेल्सहरू खासै क्लियरली हामीलाई चाहिएको छैन भने त्यतिखेर चाहिँ हामी स्मल स्केल युज गर्छौँ। जस्तै एउटा बिल्डिङ छ, बिल्डिङलाई म्यापमा रिप्रेजेन्ट गर्नुपर्ने छ भने हामी त्यतिखेर के युज गर्ने भयौँ? लार्ज स्केल युज गर्ने भयौँ। किन भन्दा बिल्डिङ सानो एरियामा बनेको हुन्छ र त्यसको डिटेल चाहिँ हामीले म्यापमा क्लियरली देखाउनु पर्ने हुन्छ। अब जस्तै नेपालको नक्सा बनाउनु पर्ने छ भने त्यतिखेर हामी के गर्छौँ? स्मल स्केल युज गर्छौँ। किन भन्दा त्यो ठुलो एरिया हो, ठुलो एरियालाई सानो पिस अफ पेपरमा देखाउनु पर्ने हुनाले हामी के गर्छौँ? स्मल स्केल युज गर्छौँ। नेक्स्ट हाम्रो छ प्लान। अब यसपछि हामी प्लान पनि पढ्छौँ र म्याप पनि पढ्छौँ। अब प्लान र म्यापमा के फरक छ भन्दा जस्ट लाइक एउटा बिल्डिङ र नेपालको नक्साकै इक्जाम्पल लिने हो भने बिल्डिङ चाहिँ के हुन्छ? सानो एरियामा बनेको हुन्छ, एउटा स्पेसल लोकल रिजनमा बनेको हुन्छ र त्यसलाई चाहिँ के गरिन्छ भन्दा लार्ज स्केल युज गरेर एउटा सर्टेन पिस अफ पेपरमा रिप्रेजेन्ट गरिन्छ। सानो एरियामा बनेको कुरालाई म्यापमा रिप्रेजेन्ट गर्नुपर्ने छ भने त्यस्तो खालको रिप्रेजेन्टेसनलाई हामी के भन्छौँ? प्लान भन्छौँ। र ठुलो एरियामा बनेको कुरा लाइक होल अर्थ नै अथवा अर्थको एउटा सर्टेन पोर्सनलाई लगेर हामीले पिस अफ पेपरमा देखाउनु पर्ने छ भने त्यतिखेर हामी स्मल स्केल युज गरेर त्यसलाई के गर्छौँ? रिप्रेजेन्ट गर्छौँ। सो त्यसलाई चाहिँ के भनिन्छ? म्याप भनिन्छ। So plan and map both are the two-dimensional representation of the feature on, below or under the surface of the earth. तर यिनीहरू दुईटामा प्राइमेरी डिफरेन्स के हुन्छ भन्दा प्लान चाहिँ सानो एरियामा बनेको कुराहरूलाई क्लियरली त्यसको डिटेलहरू क्लियरली देखाउने गरी बनाइयो, लार्ज स्केलमा बनाइयो भने त्यसलाई प्लान भनिन्छ। र ठुलो एरियामा भएको कुरालाई हामीले पिस अफ पेपरमा देखाउनु पर्ने छ बाई युजिङ स्मल स्केल भने त्यतिखेर त्यसलाई के भनिन्छ? प्लान भनिन्छ। दिस टु आर द प्राइमेरी डिफरेन्स बिट्विन प्लान एन्ड म्याप। अब म्याप भनेको के? रिप्रेजेन्टेसन अफ द अर्थ सर्फेस अर पोर्सन अफ इट अन अ फ्ल्याट सर्फेस। अनि त्यसमा के हुन्छ? लार्जर सेक्सन अफ द ग्लोब लिन्छ। लार्ज एरियालाई लिएर त्यसलाई एउटा सानो पिस अफ पेपरमा रिप्रेजेन्ट गर्ने बाई युजिङ स्मल स्केल, सानो स्केल युज गरेर ठुलो एरियालाई हामी रिप्रेजेन्ट गर्छौँ भने त्यो म्याप भयो। अब एउटा अर्को चाहिँ इम्पोर्टेन्ट यो कार्टोग्राफी। कार्टोग्राफी भनेको चाहिँ द आर्ट एन्ड साइन्स अफ मेकिङ म्याप इज कल्ड कार्टोग्राफी। म्याप बनाउने साइन्स, आर्टलाई नै के भनिन्छ? कार्टोग्राफी। यो चाहिँ हाम्रो एमसिक्यूमा सोधिराख्ने हुनाले यो इम्पोर्टेन्ट हो। अब टाइप्स अफ म्यापमा जाउँ। टाइप्स अफ म्याप। गाइड म्याप। गाइड म्याप भनेको द म्याप विच इज युज टु गाइड टुरिस्टलाई गाइड गर्नको लागि, कुनै पनि डेस्टिनेसनमा पुग्नको लागि उनीहरूले युज गर्ने खालको म्याप भनेको के हो? गाइड म्याप। अनि जियोग्राफिकल म्याप। जियोग्राफिकल म्याप र टोपोग्राफिकल म्याप दुइटैले के गर्छ भन्दा अर्थको फिचर्सहरूलाई देखाउने काम गर्छ। अर्थमा भएको ल्यान्डलाई, अर्थमा भएको फिचरलाई रिप्रेजेन्ट गर्ने काम गर्छ। फरक यति हो कि हाम्रो जियोग्राफिकल म्याप चाहिँ के हुन्छ? अलि स्मलर स्केलमा हुन्छ। स्मलर स्केलमा हुन्छ भने टोपोग्राफिकल म्यापको स्केल चाहिँ के हुन्छ? लार्जर देन जियोग्राफिकल म्याप। जियोग्राफिकल म्याप भन्दा यसको स्केल चाहिँ के हुन्छ? लार्जर हुन्छ। अब जियोग्राफिकल म्यापले चाहिँ प्राइमेरली के रिप्रेजेन्ट गर्छ भन्दा फिचर्सहरू, अर्थमा भएको फिचरलाई रिप्रेजेन्ट गर्ने काम गर्छ। यसको मेन फोकस भनेको अर्थमा भएको फिचरलाई रिप्रेजेन्ट गर्नु नै जियोग्राफिकल म्यापको मेन फोकस हो। भने टोपोग्राफिकल म्यापको मेन फोकस भनेको के? अर्थको सर्फेसलाई रिप्रेजेन्ट गर्ने, अर्थ सर्फेसलाई। यसले चाहिँ के गर्छ भन्दा अर्थको सर्फेसलाई रिप्रेजेन्ट गर्छ। अब यसपछि आयो हाम्रो क्याडेस्ट्रल म्याप। क्याडेस्ट्रल म्याप भनेको प्रोपर्टी लाइन छुट्याउनको लागि। जस्तै घर, हाम्रो ल्यान्डको नक्सा छुट्याउनु पर्यो अथवा कन्ट्रीहरूलाई, कन्टिनेन्टहरूलाई छुट्याउनु पर्यो भने यो बोर्डर लाइनले छुट्याउँछ। यो बोर्डर लाइन अथवा प्रोपर्टी लाइन रिप्रेजेन्ट गर्ने म्याप भनेको के हो? क्याडेस्ट्रल म्याप।
इक्जाममा आउने के एमसीक्यूहरू हेरौँ यो चाहिँ गिक एमसीक्यूबाट निकालेको एमसीक्यूहरू हो द एक्ट अफ मेकिङ म्याप इज कल अब म्याप बनाउने एक्टलाई साइन्सलाई के भनिन्छ इट इज कार्टोग्राफी सो आन्सर इज ए नेक्स्ट म्याप्स आर ड्रन टु रेजिस्टर द ओनरसिप अफ ल्यान्डेड प्रोपर्टी भनेको प्रोपर्टीको डिमार्केसनको लागि प्रोपर्टी लाइन देखाउनको लागि युज हुने म्याप भनेको के हो हाम्रो क्याडेस्ट्रल म्याप सो आन्सर इज सी क्याडेस्ट्रल म्याप नेक्स्ट डेडेस म्याप्स सो बोथ नेचुरल एज वेल एज कल्चरल फिचर नेचुरल र कल्चरल फिचर दुईटै फिचर्स देखाउने काम कसको भन्दा हाम्रो फिचर देखाउने काम चाहिँ यसमा टोपोग्राफिकल म्यापले के देखाउँछ फिचर्स देखाउँछ हुन त मेन फिचर देखाउने काम जियोग्राफिकल म्याप हो जियोग्राफिकल दिएको छ भने जियोग्राफिकलमा टिक लाउने छैन भने टोपोग्राफिकल लाउने टोपोग्राफिकले चाहिँ मेन के देखाउँछ भन्दा सर्फेस रिप्रेजेन्ट गर्ने काम गर्छ र जियोग्राफिकल म्यापले टिपिकली के गर्छ फिचर्स देखाउने काम गर्छ पिक्सहरू माउन्टेन्सहरू देखाउने काम चाहिँ कसको हो हाम्रो जियोग्राफिकल म्याप हो नेक्स्ट छ हाम्रो म्याप विथ माइन्युट डिटेल्स आर ड्रन अन अब माइन्युट डिटेलहरू देखाउनु पर्ने छ डिटेल्सलाई क्लियरली देखाउनु पर्ने छ भने हामी के गर्छौँ जहिले पनि लार्ज टाइपको स्केल युज गर्छौँ लार्ज स्केलले के गर्छ डिटेल्सहरूलाई क्लियरली देखाउने काम गर्छ सो दिस इज माई टाइम सी इन द नेक्स्ट भिडियो